ल अर्कजी पहिला चस्मा लगाउनुहोस् त अनि बहस गरौँ। ल अब भन्नुहोस् तपाईँ अबको प्रधानमन्त्री को हो? चुनाव पछाडि त मै हो प्रधानमन्त्री। होइन होला, मै हो प्रधानमन्त्री। को हो त प्रधानमन्त्री? कति जिद्दी गरेको भने बालेन हो प्रधानमन्त्री। त्यस्ता मुला यो देशको प्रधानमन्त्री म बन्छु। फेरि म बन्छु रे। ल भन्नुहोस् त तपाईँ कतिचोटि प्रधानमन्त्री बन्न चाहनुहुन्छ? 1 बन्छु, 2 बन्छु, 3 बन्छु, यो देशको प्रधानमन्त्री म बन्छु। सुन्नुहोस् यो कुरा। ल भन्नुहोस् तपाईँलाई धरानका जनताको नाम थाहा छ र? मलाई थाहा नभएर कसलाई थाहा हुन्छ? ल भन्नुहोस् न त त्यसो भए। अर्कजी प्रचण्ड अर्कजी तपाईँ होसमा त हुनुहुन्छ? अर्कजी यो कुरा छोडौँ अब। ल हेरौँ तपाईँको टीका लगाइदिने शैली कस्तो रहेछ। टीका त खै ल टीका लाउने शैली पनि देखियो। ल भन्नुहोस् अब यो देशको सबैभन्दा ठुलो मान्छे को हो? बुझ्नु भयो नि, म भन्दा ठुलो मान्छे छैन यतिखेर। झगडा नगर्नुहोस् न भने। अरे बाबा तपाईँहरू झगडा नगर्नुहोस् के? एउटाले म भन्दा छ, एउटाले म भन्दा छ, म त वाक्क भइसक्यो यार। र तपाईँहरू दुईजना लड्दै गर्नुहोस् ठुलो मान्छे को भनेर। म दुर्गा प्रसादसँग कुरा गर्छु है त म। ल दुर्गा प्रसादजी हर्क साम्पाङको बारेमा केही 2 शब्द भन्नुहोस् त तपाईँ। हर्क साम्पाङजी फेरि एउटा कुरो के भन्छ, उहाँ मेयर हो, सार्वजनिक मान्छे हो, उहाँले सचिनुपर्छ। नसिका मलाई नसिका, फेरि गाना गाउन सुरु शैली नसिका। फेरि अब यो कुरो सुन्यो भने भरे गिटार बजाएर एउटा भट्टा बोल्दै थियो भनेर फेरि गाइहाल्यो नि। यो पाँच थुक्ने काम चाहिँ नगर्नुहोस्। ल भन्नुहोस् चुनाव पछाडिको प्रधानमन्त्री को हो त? चुनाव पछाडि त मै हो प्रधानमन्त्री। ल तपाईँहरू बालेन शाहलाई के पठाइदिनुहुन्छ त? होइन बालन शाह र उहाँहरूलाई चाहिँ यो 3टा टी सर्ट पठाइदिन्छु। बालेनलाई टी सर्ट पठाउँदै गर्नु। तपाईँ चाहिँ को हो? म धरानको सबभन्दा ठुलो मान्छे हो, बुझ्नु भयो नि, म भन्दा ठुलो मान्छे छैन यतिखेर। हर्क साम्पाङको यो घमण्ड हो कि के हो? गोपी हिमालबाट सुन्नु है त। म मेयर भएन भने धनु डुबिहाल्छ भन्नु त भएन नि। अनि अब मान्छेलाई के भन्छ, ए तिमी 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 भन्दै भन्दै त्यो त यत्रो फुलेर यस्तो भइहाल्छ कि साला एकदम ठुलो हो क्या। अनि उसले के देख्न थाल्छ, आज एउटाले भन्छ, भोलि अर्कोले भन्छ, पछि निरङ्कुश हुन्छ क्या। अनि भोलि के सोच्छ, ए म बाहेक चल्दैन। साथीहरू गोपी हिमालको कुरा मलाई सही लाग्यो है। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्दै गर्नु होला है त। दर्शकबिन हर्क साम्पाङको दोहोरो चरित्र हेर्नुहोस् है यहाँनिर। मेयर हुने बित्तिकै एउटा नयाँ गाडी किन्ने चलन थियो, मैले चाहिँ किनिनँ। झन्डै त्यो गाडी पनि बेचौँ भनेको हो, तर लिलामी गर्दा चाहिँ अब 65-70 लाख पर्ने गाडी रहेछ। भरे फेरि तपाईँको के सरकारी गाडी सरकार प्रमुखले नचढे त कसले चढ्छ त? कर्मचारीले कि पत्रकारले? तपाईँले चढ्ने हो। 5 जना बडीगार्ड राख्न पाउँछु मैले, 5 जना सचिव राख्न पाउँछु, एउटा घरमा चाहिँ लुगा धोइदिने मान्छे, भात पकाइदिने मान्छे राख्न सक्छु मैले। हर्क साम्पाङ सम्बन्धी यी आमाको भनाइ के रहेछ सुनौ है त। नपुग्दैमा देश चलाउन सक्छ भन्ने छैन। त्यसो भए त त्यो इँटाको भारी पुग्नेहरू सबै प्रधानमन्त्री हुन्थ्यो होला। हर्क साम्पाङ प्रति आएका केही प्रतिक्रिया सुनौ है त। हर्कजी प्रधानमन्त्री खोज्न आउने बेहोरा चाहिँ त्यस्तो झिक्ने। हर्क साम्पाङ त के भने प्रधानमन्त्री दिएन भने इठुमै दिइरहेछ, रुएर गरेर प्रधानमन्त्री दिएन भने रुएर भनेछ। अब रुएर प्रधानमन्त्री पाउँदा म दिनभरि रुएर बस्दिन्छ, अब के गर्ने? अब सही हो एउटा मान्ने पनि एउटा तरिका हुन्छ, दिने पनि एउटा क्षेत्र। फेरि गीत गायो त, फेरि गीत गायो। हर्क साम्पाङसँग नसकिनु हो साथीहरू, नसकिनु हो। यहाँनिर यो मिम हेर्नुहोस् है। भारी धेरै बोक्दा प्रधानमन्त्री हुने भए म हुनुपर्छ। के सोच्छ तिमीले? हर्क साम्पाङजी उपमेयरलाई तपाईँले त्यसरी किन हप्काएको? शुभ यात्रा भन्यो, शुभ यात्रा सम्म नभन्ने उपमेयरलाई दिन्छु त म। शुभ यात्रा भन्नु पर्दैन? ल हर्कजी ल भन्नुहोस् त तपाईँलाई केपी ओली कस्तो लाग्छ? छ्याछु भनेको के? अरूलाई भन्दा सजिलो छ, दुनियाँले तपाईँलाई थुकेको थाहै छैन। दुनियाँले मलाई थुकोस् फरक पर्दैन, तर मैले ऐनालाई थुक्नु नपरोस्। ल भयो फाल्टु कुरा नगरौँ। ल फटाफट भन्नुहोस् त केपी ओलीको हो? कहाँ चोर चोर भनेको भने उहाँ त धेरै पटक प्रधानमन्त्री भइसकेको एउटा जिम्मेवार व्यक्ति हो, यस्तो त भन्नु भएन नि। नसिका मलाई नसिका। होइन हर्क साम्पाङजी तपाईँ भन्दा धेरै उत्कृष्ट धेरै राम्रो त ओलीजी नै हुनुहुन्छ। भाग